नमस्कार। कार्यक्रम जीवन र भोगाईमा म सरला सिलवालको तपाईलाई हार्दिक स्वागत छ। कुनै पनि काम सानो ठुलो हुँदैन। कामको आधारमा मानिसलाई भेदभाव गर्नु राम्रो मानिँदैन। कुनै पनि सानो कामको सुरुवातीबाट नै निरन्तरको प्रयास र लगनशीलता भयो भने मानिस पछि गएर ठुलो उद्यमी व्यवसायी बन्न सक्छ। यस्ता उदाहरण हाम्रो समाजमा अनगिन्ती देखिन्छ। हो, आज हामीसँग यस्तै एकजना व्यक्तित्व हुनुहुन्छ। आउनुहोस्, उनै सानो कामबाट सुरुवात गरेर हाल भने सफल उद्यमी व्यवसायी बन्नुभएको नेपाली मनको उद्यमी बसु तामाङलाई कार्यक्रममा स्वागत गरौँ। कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। नमस्ते। आरामै हुनुहुन्छ? एकदम आरामै छु। हजुर, तपाईँको जन्म कहाँ भयो? मेरो जन्म चाहिँ धादिङको उत्तरी भेग हिमाली भेगको रुबी भ्यालीमा भएको मेरो जन्म चाहिँ। अनि त्यसपछि बसाइ चाहिँ पछि फेरि ज्वालामुखीमा बसाइ सर्यो पढाइको सिलसिलाको लागि। पढ्ने चाहिँ ज्वालामुखीमा गएर पढ्नुभयो? पढ्यो, त्यहाँ अलिकति मात्रै पढ्यो, 1 कक्षा 2 कक्षासम्म पढ्यो। त्यसपछि अनि फेरि त्यहाँ अब पढाइ अलि राम्रो भएन भनेर बुवा आमाले चाहिँ काठमाडौँ ल्याउनु भयो। अनि 2 कक्षादेखि मैले काठमाडौँमा पढेँ। पठन पाठन काठमाडौँमा गर्नुभयो? हजुर। तपाईँले कतिसम्म पढ्नुभयो त? मैले त्यो बेलामा आइएससी दिएको, बिए चाहिँ अब पढ्न पाइएन। अब त्यस्तै स्थितिहरू त्यस्तै थियो, त्यही भएर। तपाईँले जति बेला आइए पढ्नुभयो नि त, आजभन्दा 35 वर्ष अगाडिको आइए भनेको त एकदम राम्रै अध्ययन हो। तपाईँले त जस्तै सरकारी जागिरमै अथवा भनौँ कुनै राम्रै काममा काम पाउनु पर्ने थियो नि? थियो त्यो बेलामा। तर त्यो बेलामा पनि त अब हुन त त्यो सिचुएसन अहिले पनि छ नै होइन। अब त्यो मेरो सर्टिफिकेटको कतै पनि सदुपयोग भएन भनौँ न। त्यो बेलामा त टेस्ट पास भएकोले पनि त जागिर पाउँथ्यो होइन। 8 कक्षा पास गरेकोले अनमी पढ्न पाउँथ्यो, त्यस्तो थियो। अनि टेस्ट पास भएकोलाई धेरै भ्यालु थियो, अनि एसएलसी पास भएकोले त झनै भ्यालु थियो। तर अब आफ्नो ठाउँमा मान्छे नभएर हो कि अथवा भनौँ न मेरो सर्टिफिकेट चाहिँ, तर मैले जागिरको लागि कुनै पनि ठाउँ छोडेन होला क्या। त्यो बेला पत्रिका एउटा गोर्खापत्र निस्किन्थ्यो, त्यो गोर्खापत्रहरू मैले प्रत्येकचोटि हेरेर चाहिँ त्यो वान्टेड हुन्छ, त्यो वान्टेड चाहिँ हेरेर अनि सबै ठाउँमा एप्लिकेसनहरू दिन जान्थेँ। तर जताततै नि रिजेक्ट हुन्थ्यो होइन। अनि त्यसरी चाहिँ मैले भनौँ न एउटा कुनै पनि जागिर पाइएन। त्यति बेलाको आए पासले राम्रै जागिर पाइन्थ्यो, तर तपाईँले पाउनु भएन। त्यसपछि अब जागिर नपाइसकेपछि कामको सुरुवात गर्नुभयो। सुरुमा कुन कामदेखि सुरु गर्नुभयो त? काम त यस्तो, अब बुवा आमाले नै होटल चलाउनु हुन्थ्यो होइन। विशेष गरेर खाना र खाजाको, अब त्यस्तो चिया पसल भनौँ न, चिया पसल र खानाको चलाउनु हुन्थ्यो। अनि हामी म समेत 3जना भाइ समेत गर्दा हामी 4 जना छोराछोरी हो। 4 जना छोराछोरीले पढाउनको लागि चाहिँ अनि होटल व्यवसाय गर्नुहुन्थ्यो त्यो बेलाको, त्यो जमानाको होइन। हामीले मलाई याद छ कि अब हामीले 20 पैसामा चिया 1 कप बेच्थ्यौँ होइन। त्यस्तो गर्दाखेरि अब त्यहाँ मैले नै बुवा आमाबाट पनि त अब सिक्नु त सिक्यो भनौँ न। अब होटलमा सघाउने त जेठो बाटो मै भएको भएर मैले नै सघाउनु पर्थ्यो घरमा होइन। सबै कुरा मैले सघाएर स्कुल पनि जान्थेँ, पढाइ पनि त्यसरीसँग लान्थेँ। अनि अब त्यसरी लाँदाखेरि अब जागिरको त कुरै नगरौँ। त्यसपछि किनकि मान्छेको समयअनुसार समय सँगसँगै अब जिन्दगी पनि कता कता मोडिरहेको हुन्छ, त्यो त कसैलाई पनि थाहा हुँदैन होइन। भोलि के हुन्छ, पर्सि के हुन्छ, अब त्यस्तो हुँदो रहेछ। तर सोच्दै नसोचेको चिजहरू जीवनमा आइपर्दो रहेछ। त्यस्तोहरू सबैसँग तर झेल्न सक्नु पर्दो रहेछ होइन। झेलेर बाफत त होला आज यो स्थानमा छु भनौँ होइन। तर धेरै दुःख कष्टहरू आइपर्यो। अब त्यस्तो दुःखहरूसँग मैले कुनै दिन हरेस पनि खाएको थिएँ। त्यसपछि फेरि पनि अब होइन, जिन्दगीमा हरेस खायो भने खायो हुने रहेछ होइन। केही नै गर्न नसकिने रहेछ। अब एकचोटि पाएको जिन्दगीमा केही त गर्नुपर्छ भन्ने सोच चाहिँ मलाई आउँथ्यो कि पहिलेदेखि। जस्तै तपाईँले भन्नुभयो जिन्दगीमा धेरै हरेस खाएँ, त्यसपछि मैले कुनै काम सुरु गरेँ भन्नुभयो नि। तपाईँ त अब एउटा लेडिज मान्छे भइसकेपछि त कुनै निश्चित समयमा वैवाहिक बन्धनमा पनि बाँधिनुपर्छ। तपाईँको वैवाहिक बन्धनको चाहिँ कस्तो रह्यो त? बाँधिनु भयो कुनै समयमा त? त्यो पनि त राम्रो भएन त्यो। अब त्यही त भने नि, नसोचेको जिन्दगी भइजाँदो रहेछ होइन। सोचेको नहुँदो रहेछ। तर अब सोच्दै नसोचेको कुरा म माथि आइपर्यो। जुन अब त्यसरी अब स्कुल पढेर भनौँ न एसएलसी दिइसकेपछिको कुराहरूमा पारिवारिक
अलिकति सम्बन्धहरू नराम्रो हुँदै गयो, बाउआमाको अलिकति कलहहरू हुँदै गयो। त्यो यो कुरा त अब मैले लुकाएर लुकिने नै होइन, सबै कुरा छँदैछ होइन। त्यस्तो भइगएपछि चाहिँ अब छोराछोरीमा अलिकति असर त पर्ने नै रहेछ। अनि यसरी असर पर्दाखेरि अब मेरो भाइहरू त झन् सानै थियो, उनीहरू त त्यति बुझ्नेवाला पनि थिएन। म त अलिकति अब 17-18 वर्ष भइसकेको मान्छे, म त बुझ्थेँ। अनि लाज पनि लाग्थ्यो होइन, स्कुल जान नै लाज लाग्ने त्यस्तो अवस्था थियो। अनि स्कुलमा अब धेरै म एब्सेन्ट पनि हुन्थेँ होइन। पहिला त म एब्सेन्ट हुँदैन थिएँ। अनि अब बाउआमाको उसले गर्दाखेरि किचडरले गर्दाखेरि अब कसरी कसको आँखा लाग्यो त्यो थाहा भएन होइन। त्यो थाहै हुँदैन रहेछ अब ग्रह दशा कसरी आउँछ भन्ने कुरा। त्यसरी आइपरेपछि चाहिँ अनि म नै जेठो भएको भएर अब मैले नै केही सम्हाल्नुपर्छ भन्ने लाग्यो मात्रै होइन कि अब मेरै माथि बोझ आइपुग्यो नि त आइपुग्यो। अब बुवा फेरि अन्तै होइन, अब पछि चाहिँ अब हामीसँग नबसिकन अरू आमासँग बस्नुभयो भनौँ न। अरू बिहा गरेर बस्नु भएपछि चाहिँ अब काँध त अब आमाले मात्रै त सकिँदैन। अनि मैले नै झेल्नुपर्ने अवस्था आएपछि चाहिँ अनि सङ्घर्षको दिनहरू चाहिँ त्यहाँबाट मलाई सुरु भयो। जब बुवा अर्को आमा लिएर जानुभयो त्यसपछि जेठी छोरी भएको नाताले तपाईँमा सङ्घर्षका दिनहरू सुरु भयो। अनि भएपछि अब त्यसरी त अघि नै भने सोचे जस्तो भएन। अनि सोच्दै नसोचेको ठाउँतिर म अब भनौँ न बिहा हुनु पर्यो होइन। अनि त्यसरी बिहा हुनु परेपछि जस्तो आमाको जिन्दगीमा भएको थियो त्यस्तै जिन्दगी फेरि मसँग पनि भयो होइन। किनकि अब त्यो बिहा पनि कसरी भयो भन्दाखेरि पनि अब मलाई बाउले घरबाट निकालिदिन्थ्यो कि अब होइन, आमासँग मिले यताउति भनेर। त्यसरी निकाल्दाखेरि चाहिँ म साथीहरूको घरमा बस्थेँ। साथीहरूले पनि सधैँ कहाँ राख्न सक्छ र, साथीले पो राख्ला त, साथीको बाउआमाले त राखिँदैन नि होइन। कति रिसाउँथ्यो, कति अब तेरो साथी कति दिन बस्ने भन्ने हुन्छ। अब कास्ट पनि डिफ्रेन्ट हुन्छ होइन। त्यस्तो त्यो जमानामा त चुलामा आउने एकदम आउन नपाउने जान नपाउने त्यस्तो हुन्छ नि होइन। आफूले खाएको भाँडा पनि धोएर पखालेर सुकाएर राखिदिनु पर्ने अवस्थाहरू थियो नि त। तर त्यस्तो झेल्दै जाँदाखेरि अनि मलाई पनि त दिक्क लाग्छ नि होइन। साथीले पो माया गरेर राखेछ, तर साथीको बाउआमाले कति हिन्ता बोझ लिएको छ अनि आफूलाई पनि हिन्ता भएको त्यसरी भौतारिरहेको अवस्थामा चाहिँ अनि त्यसरी चाहिँ मेरो अब भनौँ न अब साथीकै थ्रुबाट चाहिँ चिन्जान भएर अब प्रेम विवाह नै भयो भनौँ न। तर अब त्यो प्रेम विवाह भएर मलाई त्यो प्रेम विवाह पनि राम्रो भएन। धेरै हेलाहरू खप्नु पऱ्यो मैले होइन। अनि हेलाहरू धेरै नै हो, हेला कुटाइ अब भनौँ न पिटाइ त्यस्तो जुन आमाले सहेको थियो त्यस्तै मैले नै सहनु पऱ्यो। अनि त्यस्तो सहनु परेपछि अब त्यसपछि चाहिँ अब मेरो जिन्दगी अलिकति कता कता मोड्यो नि। अब धेरै दुःख पाइयो होइन। जीवनको कथा चाहिँ त्यही नै हो कि। त्यसपछि झन् कति दुःखको कुराहरू त आज कस्तो लाग्छ कि अब त्यो दुःखको जिन्दगीहरू सम्झिँदाखेरि चाहिँ होइन। कति भौतारेर हिँडेको थिएँ कि म होइन। धेरै ठाउँहरूमा यो काठमाडौँको प्रत्येक कोटेश्वरदेखि लिएर पुल्चोकदेखि लिएर उता मङ्गल बजारहरूमा पनि मैले दुःख गरेर हिँडेको थिएँ। कोटेश्वरतिर त झन् म त अब बालुवा चालेर पनि मैले हिँडेको थिएँ कि होइन। त्यस्तो दुःखहरू थियो। अनि त्यस्तो दुःख गर्दा फेरि मैले यता त्यो कोटेश्वरतिर चाहिँ अर्काको घरमा बालुवा चाल्ने हो। 1 ड्रम चालेपछि बल्ल 100 रुपियाँ दिन्थ्यो होइन। त्यस्तो जिन्दगीहरू काट्यो। अनि अब वैवाहिक जीवन पनि राम्रो भएन। त्यसपछि अब आफ्नो बच्चा आफैसँग लिएँ होइन। बच्चा पनि मलाई नदिएको थियो होइन। अब त्यतिसम्म मलाई हेलाको दृष्टिले मलाई गरेको थियो कि किनकि इन्टरकास्ट थियो त्यो बेलामा होइन। अनि इन्टरकास्ट भएपछि मलाई एकदमै धेरै हेला भयो। त्यो हेलाहरू खप्न नसकेर मैले चाहिँ छरछिमेकीहरू पनि तङ पर्थ्यो। अनि खप्न नसकेर म चाहिँ अनि त्यो घर पनि छोडिदिएर त्यसपछि म आफै सङ्घर्षमा लाग्छु। म बच्चा एउटा बोकेर हिँड्छु भनेर मैले चाहिँ हिँडेँ जिन्दगीमा होइन। बच्चा कतिवटा छन् अहिले? 4वटा छ। छोराछोरी? 4 र 5वटा छ। छोराछोरी हुनुहुन्छ। जब श्रीमानबाट पनि अपहेलित हुनुभयो, छोराछोरीको लागि दुःख गर्न सङ्घर्ष गर्न थाल्नुभयो होइन त? सङ्घर्षको सुरुवाती दिन कहाँबाट सुरु गर्नुभयो, कुन व्यवसायबाट? त्यही त अब त्यसरी त्यो बालुवा चालेर नै पुग्दैन थियो। अब कलेज पढ्थेँ मैले होइन। अनि कलेज पनि पढ्दै गर्दाखेरि नै अनि फेरि दुःख नै थियो। कलेज त्यो घरबाटै जान्थेँ होइन। अनि
किन पढ्नु पर्थ्यो किन उ गर्नु पर्थ्यो भनेर मलाई अलिकति सासूले पनि मलाई एकदमै उ गर्थ्यो त्यस्तो गर्दाखेरि गर्दै पनि मैले एकदमै दुःखै गरेर मैले पढ्नलाई फी तिर्नलाई अब कलेजको फीहरू किताब बुकहरू किन्नलाई पनि मैले चर्खा काट्थेँ होइन। जो भोग्ने त म हो नि, तर मैले यो कुराहरू यसरी भनेर कसैलाई चाहिँ अब यसले बनावटी कुरा भनेको भन्ने मान्छेहरू पनि मैले भेटेको छु क्या होइन। भोग्ने त स्वयं म हो नि त। मेरो पछाडि बसेर मान्छेले त राम्रो गरे नि नराम्रो भनिदिन्छ, नराम्रो गरे नि राम्रो गरे पनि भनेर बढाइ चढाइ भन्ने मान्छेको त बानी नै छ। तर मेरै नजिकका आफन्तहरूले के उनीहरूले मेरो घरभित्र आएर केही सहयोग गरिदिएको हुँदैन, केही देखेको हुँदैन होइन। घरभित्रको समस्या त मैले भोगेको छु नि त, मैले भोगेको। तर मैले यस्तो कथाहरू मैले भन्दाखेरि यसले कथा बनाएर भनेको यो आफै उ गर्नलाई भन्ने मान्छेहरू पनि मैले भेटेको छ कि। तर त्यसमा चाहिँ मलाई दुःख लाग्छ, किनकि मेरो हातले नै मैले चर्खा काटेको नकाटेको भए मलाई कसरी आउँछ भन्ने कुरा हो भनौँ न। जम्मा 17 रुपियाँ दिन्थ्यो 1 किलो काट्दाखेरि, त्यो 17 रुपियाँ कमाउनलाई मैले 5 दिन लाग्थ्यो होइन। अब अहिलेको पो कति सजिलो छ, चर्खा काटे धागो काट्ने अहिले त पुरा मेसिनले पेलेर दिएको हुन्छ। त्यो बेलामा त जस्तो भेडाको काटेर ल्याए त्यसैले नै हामीले कोर्नु पर्थ्यो होइन। त्यसरी फलामको ब्रसले त्यस्तो जिन्दगीहरू मैले भोगेको छु नि। त्यसपछि अब विष्णुमतीको खोलामा मैले राति पुलिसको आँखा छलेर राति बालुवा चालो बोक्नु बोक्थेँ होइन। अब एक भारीको त्यही 6 रुपियाँ 7 रुपियाँ यस्तो दिन्थ्यो नि त। त्यसरी गरेको कुराहरूलाई मान्छेले चाहिँ उडाएको देख्दा चाहिँ मलाई दुःख लाग्छ क्या। त्यो सबै आफ्नो छोराछोरीलाई पाल्नको लागि गर्नुभयो होइन त? हो नि। अहिले छोराछोरीले कति माया गर्नुहुन्छ? होइन, माया गरिन्छ, छोराछोरी सबै मैसँग छ होइन। अनि अब आमाले गरेको दुःख उहाँहरूलाई प्रत्यक्ष रूपमा थाहा छ होइन त? थाहा छ, किनकि कुनै दिन मैले मेरो छोराछोरीहरू स्कुल हाल्दाखेरि मैले फिस तिर नसकेको दिन पनि धेरै नै छ, स्कुलबाट निकालिदिएको दिन पनि त्यतिकै नै छ होइन। त्यसपछि फेरि अब स्कुलमा जाँदाखेरि टिफिनमा खाजा हालिदिन नपाउँदाखेरि पनि त दुःख लाग्छ होइन। मेरो छोराछोरीले त्यो पीडा त आमालाई धेरै नै हुन्छ। अनि घरमा तरकारी पकाउनलाई छोराछोरीलाई तरकारी नभएर मैले भनौँ न एउटा पानीको तरकारी के अब त्यो पिठो अलिकति पिठो हालेर त्यसपछि नुन खुर्सानी हालेर खुवाउँथेँ कि। त्यो अहिले मेरो कान्छो छोराले त्यो सम्झिन्छ होइन। अब बहिनीहरू त अलिक सानै थियो, उसलाई त त्यति याद छैन। कान्छो छोराले अब कति 2 क्लासमा पढ्दाखेरि जब उसको त्यो कुरा अहिले उसलाई याद छ, उसले त्यो कुराहरू भन्छ भने अब त्यस्तो रोएर बिताएको दिनहरू धेरै छन्। त्यसपछि चाहिँ अनि मैले उद्यमी बन्ने कुरा चाहिँ कहाँबाट आयो भने तपाईँलाई मैले अब किनकि मेरो कथा त भएन कति छ होइन। यसरी विभिन्न सङ्घर्ष गर्दै अचारको उद्यमीमा आएर त्यसलाई सुरुवाती गर्नुभयो। अचारको उद्यमीमा आउने चाहिँ सोच कसरी आयो? त्यसरी त्यो बाल्ला चालेर पुग्दैन, सङ्घर्ष त्यतिकै छ। मैनबत्ती पनि मैले बनाएँ, मैनबत्ती बनाउँदाखेरि पनि अब त्यो लोड सेडिङ थियो नि त त्यति बेलामा त होइन। तर त्यो मेसिन अहिले यतिकै बसिरहेको छ। अब त्यो पसलमा बिक्री गर्न गयो, यति दुःख छ मैनबत्ती बनाउँदाखेरि। तर पसलमा बेच्न गयो पैसै नदिने होइन। त्यही 150 रुपियाँ आउँछ, त्यो पनि अब उनीहरूले नदिएपछि त मलाई त गाह्रो भयो। त्यसपछि अनि मेरो बुहारी चाहिँ मोजा फ्याक्ट्री स्वेटर फ्याक्ट्रीहरूमा काम गर्थ्यो। अनि भाइ बुहारीको थ्रुबाट चाहिँ अनि मैले बुहारीको थ्रुबाट चाहिँ अनि मैले पन्जाहरू भनौँ न मोजा टोपीहरू यसरी बुन्न थालेँ होइन। त्यो पनि त 6 रुपियाँ 10 रुपियाँ 18 रुपियाँ 80 रुपियाँ हेरी दिन्थ्यो। त्यस्तो बुन्दै मेरो दिमागमा आयो कि। अनि त्यसपछि कुरा खेल्थेँ नि त, कुरा त भारी कुरा खेलिरहेको छ होइन। अब त्यो कति कहाँ गएर के गर्ने हो, किनकि अब 2-3चोटिसम्म त मैले मर्ने प्रयास पनि गरेँ हो कि होइन। झन्डै वीर अस्पतालमा पनि मैले बसेँ होला 10-12 दिन त। त्यस्तो त्यो मतलब हिम्मत हारेर कुनै पनि जाने ठाउँ नभए चाहिँ, किनकि अब न माइतमा जाऊ न त घर छ न माइत छ होइन। अब आफू बिचमा भएपछि त टेक्ने खुड्किला न समात्ने हाँगो त्यस्तो भएपछि त अनि भौतारियो नि त होइन। अब बरु मर्नु नै जाति होला जस्तो भएर त्यस्तो पनि गरेको थिएँ। तर पछि चाहिँ अब हिम्मत आयो। अनि त्यसपछि त्यो सोच्दै अनि त्यसपछि कुमनमा कुरा खेल्दाखेरि अनि हाम्रो टिमुरको छोप चाहिँ हामी हिमाली भेगमा बस्नेले मात्रै खान्छौँ कि खास होइन। अनि त्यो टिमुर त जङ्गलमा यतिकै फलिरहेको चिज हो। त्यो प्रायः त्यति बेला जति बेला मैले सुरु गरेँ त्यति बेला त त्यति बजारमा टिमुर पनि थिएन। र अनि टिमुर भन्ने के हो भन्ने कुरा नै बुझ्दैन थियो कि। त्यति बेला अलिअलि जडीबुटी अहिले पो जडीबुटीमा गनिएको छ त होइन। अनि हाम्रो चाहिँ अब गाउँमा अब ढिँडो खान्छ बढी त। हामी त चामलको भात खानलाई त हाम्रो त दसैँ आउनुपर्छ होइन। दसैँ आउँदाखेरि पनि
किन्नेसँग अब पैसा भएर किन्ला, नकिन्नेले त नसक्नेले त अब आलुसँग साटेर हुन्छ कि अथवा टोको मान्द्रोसँग साटेर हुन्छ कि मकैसँग साटेर यसरी हामी बाहुन छेत्रीहरूसँग यसरी साटेर पनि खान्थ्यौँ नि त चामलको भात खानलाई चाहिँ त्यसरी आउनु पर्थ्यो। तर प्रायः खाने त ढेँडो नै हो। अनि त्यो ढेँडो चाहिँ अब बासी बसेको ढेँडोलाई चाहिँ फेरि अनि छोप भन्छ कि हाम्रो चाहिँ त्यो बेलामा त मसला ससला हुँदैन, खुर्सानी हाल्यो, नुन हाल्यो, अनि त्यसपछि टिमुरको छोप बनायो। टिमुर मात्रै बारीमा फल्यो, त्यो जङ्गलमा फल्यो त्यही टिमुर ल्याएर कुटेर खाएपछि त्यसलाई ढेँडोसँग चोपेर खाँदा एकदम मिठो हुन्छ कि। अनि त्यसलाई हामीले छोपै भन्थ्यो। यो छोप भन्ने शब्द त हामीबाट नै आएको हो होइन। अनि त्यो मैले साथीहरूलाई बनाएर खुवाउँथेँ, किनकि आमाले पहिला त्यस्तो बनाएको चाहिँ याद आएर मैले बनाएर दिँदाखेरि साथीहरूले अब ओहो कस्तो मिठो हौ तैँले त बनाएको त फेरि पनि दिए हामीलाई बनाएर साथीहरूले माग्थ्यो क्या घरिघरि, किनकि घरमा खाना अलिअलि बनाएको हुन्थ्यो। अनि त्यसरी मागेपछि चाहिँ त्यो बेलामा 2-3चोटि मैले बनाएर साथीहरूलाई दिएँ, छरछिमेकीहरूलाई दिँदाखेरि पनि एकदम मिठो छ यताउति भन्ने कुरा उनीहरूबाट रेस्पोन्स आएपछि अनि मैले झसँग त्यो पो सम्झ्यो क्या। अनि सम्झिँदाखेरि अनि त्यो कसरी सम्झ्यो भने त्यो पनि अलिकति पछाडि म अलिकति अगाडि आएछु। त्योभन्दा अगाडि फेरि स्ट्रिट फुड आयो कि होइन, गाडामा मोमोसम्म खाने मोमोहरू, चाउमिनहरू, अनि यो आलु फ्राईहरू हुन्छ नि होइन, त्यस्तोहरू चाहिँ खाने चलन आएको थियो भर्खरै स्ट्रिट फुडको चलन आएको थियो। त्यसमा अनि मलाई मेरो एकजना अब बहिनी हुनुहुन्छ झापाको हो होइन, उहाँले मलाई मेरो दुःख देखेर दिदी यस्तो गर्नु भनेर उसले चाहिँ एउटा गाडा चाहिँ एकजना मान्छेसँग रहेछ, तर क्रेडिटमा दियो नि त उसले मलाई, नि त दिदी तपाईँ यस्तो गर्नुभयो बिस्तारै तिर्दै गर्नु त्यो गाडाको पैसा यताउति भनेपछि मैले त्यो हुन्छ नि त भनेर अनि मैले लिएँ, मैले गरेँ। त्यो गर्दाखेरि नि मैले दिनमा 13,000सम्म मैले बेचेको थिएँ कि। अब त्यो बेलुकाखेरि त बेच्ने त हो होइन, 3 बजीदेखि लिएर बेलुका 10-11 बजीसम्म। तर गर्दै गयो अनि एकदमै मान्छे आउँथ्यो, राम्रो भइरहेको थियो। तर मान्छेलाई के छ भने अहिले हाम्रो नेपालीहरूको देखासेखी गर्ने, कपी गरिहाल्ने होइन, त्यसले त्यस्तो गरेपछि त म नि गर्नु पऱ्यो र आफ्नो सोचाइले आफ्नो दिमागले केही पनि नगर्ने कि होइन। त्यस्तो गर्दाखेरि न आफू सक्सेस हुन्छ न अरूलाई हुन्छ होइन। त्यस्तो चाहिँ मलाई नगरोस् भनेर म चाहिँ भन्न चाहन्छु। अनि त्यसपछि त अनि मेरो सँगसँगै त अर्कोले नै खोल्यो गाडै होइन। अनि फेरि अर्को हप्तातिर फेरि अर्कोले नै खोल्यो, अर्को हप्ता फेरि अर्को भनेपछि त्यहाँ त कति भयो 4-5वटा गाडा कम्पिटिसन भयो। त्यही बालाजुकै पुलमा मैले चलाएको होइन, त्यो पेट्रोल पम्प छ, त्यहाँ पेट्रोल पम्पको सँगसँगै मैले चलाएको थियो। त्यहाँ यति राम्रो हुन्थ्यो। तर पछि त कम्पिटिसन भयो, कम्पिटिसन भएपछि मैले भन्दा उसले 1 रुपियाँ कममा दिने थाल्ने हुन्छ होइन। मान्छेले त्यसरी त बिजनेस व्यापार बिगार्ने भने कि त एउटै रेट राखेर गरेको भए हुन्थ्यो। तर त्यस्तो गर्न थालेपछि अनि जता सस्तो मान्छेले सस्तो पनि त हेर्छ नि त, सस्तो हेरेर अनि त्यतै झुमिन थालेपछि अनि मेरो मन मर्यो होइन। अनि मेरो मर्यो भन्दा नि किन मर्यो भन्दा मेरो त खानेकुरा त बासी बस्यो, बिक्री भएन होइन। अनि परिवार त्यत्रोजना परिवार बसेर खाँदाखेरि पनि नसक्ने, हामीसँग त फ्रिज पनि थिएन होइन। अब गरिबै छ, कहाँबाट आउने हामीलाई फ्रिज, अनि त्यो फ्रिज थिएन। अब त्यसरी दयाबाईलाई बाँड्दाखेरि नसक्ने, त्यस्तो भएपछि त खानेकुरा त खेर गयो, मेरो त लस भयो। अनि लस भएपछि मैले अब छोडिदिन्छु भनेर मैले त्यो छोडिदिएँ। त्यो छोडिदिएँ, अचार पनि मिठो भएन भन्ने कम्प्लेनहरू आउन थाले दयामायाको धेरै बढेपछि त। अनि त्यसपछि चाहिँ मलाई अचारको सोचाइ आयो कि, याद आयो, त्यही छोपको याद आएपछि अनि किन नबनाउँ त भनेर अनि मेरो भाइ छ कान्छा भाइ मोती भन्ने, ऊ र मैले राति बनाउँथेँ। त्यति बेला त अब सबै 1 किलो मैले ल्याएर 1 किलोबाट त्यही मोजा बुनेको, त्यही अब त्यो गाडामा अलिअलि बचेको पैसा, गाडाको पैसा नि तिर्यौँ होइन। त्यसरी अनि बचेकोले 1 किलोबाट मैले बनाएर अनि अहिले मेरो छोरीले कम्पनी हेर्छ, उसले 16 वर्षदेखि नै उसले कम्पनी हेर्न थालेको। ऊ अहिले अब 24 भइरहेको छ। ऊ स्कुलबाट आउँथ्यो 5-6 क्लास अघि, त्यस्तै 3-4 क्लास पढ्दादेखि नै हो। अनि ऊ स्कुलबाट आएर जुन मैले बनाएको थिएँ 1 किलोको, अब यति भएको थियो। त्यो अब जोख्ने कुरा पनि थिएन, केही पनि छैन भनौँ न। अब चम्चाले मैले हालेर अनि एउटा सानो पातलो प्लास्टिकमा सानो प्लास्टिक र ठुलो बाल गऱ्यौँ, एउटा 80 एउटा 50 रुपियाँ राखेर। त्यस्तै 10-12वटा कति भएको थियो। अनि छोरी नाङ्लोमा राखेर बस्थ्यो क्या। तर म त फेरि त्यही बुन्ने कुरा त मैले छोडेको छैन नि त होइन। अनि त्यो नानीले 1 महिना जतिमा सिध्यायो बेचेर। हजुर, 1 महिना जतिमा सिधेपछि मम्मी सिध्यो भनेर म त बस्दैन थियो होइन। अनि सिध्यो अनि भनेपछि अनि बनाउनु थिएन होला। अनि त्यो नानीलाई सिधिएपछि अनि खोज्दै आएछ कि, अब नानीलाई किन्ने मान्छेहरूले चाहिँ आएर, कोही बुढीहरू हुन्थ्यो, कोही अब जेन्ट्सहरू नै हुनुहुन्थ्यो।
साह्रै मिठो रहेछ यहाँ अचार बेच्ने नानी कता गयो भनेर यसरी खोज्न आउँथ्यो नानी चाहिँ स्कुल गएको हुन्थ्यो नि त होइन अनि मेरो आमा हुन्थ्यो म हुन्थ्यो अनि स्कुल गएछ भने किन होला भनेर भन्यो भने त अनि त्यो अस्ति नै हामीले नानीसँग एउटा पोका लगेको थियो त्यो पोका साह्रै मिठो रहेछ त्यो पोका बरु हामीले अलिकति ठुलोमा बनाइदिनु पऱ्यो हामी चाहिँ अब कोही अफगानिस्तान जाने रहेछ कोही चाहिँ अब कतारतिर दुबईतिर जाने रहेछ साउदीतिर उहाँहरूले चाहिँ अनि माग्नु भयो कि अलिक ठुलो बढायो भन्नुहोस् त्यसपछि मैले 2 किलो गरेँ ओहो खुसी लाग्यो नि त होइन अनि 2 किलोको बनाएँ उहाँलाई बनाएर दिएछ भने फेरि उहाँले जस्ट विदेश जाने मान्छेले नै लग्यो नि त सुरुमा त होइन काठमाडौँमा बस्ने छरछिमेकीले नि लियो होला तर उहाँहरू भन्दा त विदेश जाने त मलाई त ठुलो ठुलो चाहियो भनेर थालेपछि त अनि 5 किलोको मैले बनाउनु सुरु गरेँ अनि 5 किलोबाट अब त्यसरी 10 किलो हुँदै गयो यसरी सुरुवात गर्नुभयो जस्तै तपाईँले भन्नुभयो मैले धेरै सङ्घर्षहरू गरेँ त्यसपछि अचार छोपको उद्यम सुरु गरेँ भनेर अहिले हाल यहाँसम्म आइपुग्नु भएको छ निरन्तरको प्रयासले त्यसो हो भने तपाईँ भनिदिनुहोस् कि कुनै पनि उद्यमी व्यवसायी बन्नको लागि के गुणको आवश्यक पर्दो रहेछ त गुण त अब सुरुमा त परिश्रम नै भइहाल्यो त्यसपछि धैर्यता हुनु पर्यो होइन आत्मबल बलियो हुनु पर्यो म यो गरेरै छाड्छु भन्ने दृढता एकदमै लियो भने नहुने कुरो केही पनि छैन तर त्यसलाई निरन्तरता दिनु पर्यो होइन क्षणिकमै म पैसा कमाएर चाहिँ म अब एकदमै भइहाल्छु तात्दै खाम झट्टै मरम गर्नु भएन होइन त्यसलाई चाहिँ निरन्तरता दिँदै गयो भने चाहिँ र अनि अर्काको देखासिकीमा कपीमा होइन कि आफ्नो दिमागमा किनकि भगवान्ले सबैले एउटा न एउटा त दिमाग दिएकै छ तिमी यो बनाएर खाऊ जसलाई अब तपाईँ पत्रकार बनेर खानुभयो भनेर तपाईँलाई भगवान्ले पठाएको नि त होइन तपाईँको दिमाग दिएर पठाएको अब हामीले त्यस्तो तपाईँले जस्तो हामीले गर्न सक्दैनौँ होइन त्यो सबैले एउटा खुबी दिएको हुन्छ त्यो खुबीमा चाहिँ आफ्नो खुबी के लुकेको छ त पहिचान गर्नु पर्यो म यो गर्छु है मेरोमा त यो छ म यो पुरा गरेर छाड्छु भनेर दृढ सङ्कल्पका साथ अगाडि बढ्यो भने अवश्य पनि सफल बन्न सकिन्छ र उद्यमी बन्न सकिन्छ तपाईँले जब छोपदेखि सुरु गर्नुभयो टिमुरदेखि सुरु गर्नुभयो हाल चाहिँ के को अचार बनाउनुहुन्छ त अहिले चाहिँ त्यही हो टिमुरलाई मात्रै मैले 5-6 वर्षसम्म मैले टिमुर एउटैलाई मात्रै मैले ब्रान्ड बनाएर बसेँ होइन अनि त्यसपछि अब मैले त्यो सुरुमा नेपालमा टिमुर छोप बनाएको नि मैले नै हो त्यसपछि अब अहिले त यस्तो हजारौँवटा छोपहरू छन् अनि त्यसपछि फेरि क्लाइन्टहरूले नै अब माछाको बनाइदिनु हामीलाई तपाईँको मिठो लाग्यो भन्न थाल्यो अनि मैले माछाको पनि कति 5 किलोकै कतिको सुरुमा मैले ल्याएर बनाउँदाखेरि त्यो माछाको नि कति 1 हप्तामै सक्यो क्या अनि सबैले मिठो भन्न थाल्यो चाहिँ मैले त्यो बनाएँ त्यसपछि त्यही दुईटामा पनि 3-4 वर्ष मैले खेल्यो त्यसपछि फेरि कस्टमरले नै सुकुटीको बनाउनु भए त हुन्थ्यो यसो मासुको पनि बनाउनु भए हुन्थ्यो भनेर भन्यो अनि त्यसपछि मैले बफको बनाएँ अनि चिकनको बनाएँ दुईटा सँगसँगै नै सुरु गरेँ अनि त्यसपछि सुरु गरेपछि त्यो पनि एकदमै राम्रो चल्यो अनि त्यसपछि डल्ले र डल्ले पेस्ट दुईटा 6वटासम्म त मैले 8-9 वर्षसम्म 10 वर्षसम्म मैले 6वटा मात्रै खेलेको तर अब अहिले पनि क्लाइन्टले यो नेपाली मन उद्योगकै एनएमयू सर्टकट ब्रान्ड नेम चाहिँ एनएमयूकै हामीलाई पाए त हुन्थ्यो अरूहरू पनि भन्ने भयो अनि मैले अहिले मसरुमको बनाएको छु अनि त्यसपछि डल्ले तामाहरू करेलाहरू यस्तोहरू छ सिजनेबल पनि बनाउन थाल्नु भयो हजुर सिजनेबल पनि बनाउन थालेँ तर सिकेर होइन मेरो यो चाहिँ आफ्नै दिमागबाट बनाएको होइन कतै मैले ट्रेनिङ अचारको बारेमा मैले कहीँ ट्रेनिङ लिएको पनि छैन अब छोप्दो अब यो मेरो आफ्नै कन्सेप्टबाटै मैले बनाएको अनि कुनै पनि अचार बनाउनु भन्दा अगाडि मैले पहिला बजारमा राख्नुभन्दा अगाडि मैले म आफै बनाएर म आफै नै गर्छु के भन्छ त्यो अब टेस्ट गर्नुहुन्छ टेस्ट आफ्नो परीक्षक आफै आफ्नो सामान परीक्षण म आफै गर्छु होइन 2 महिना 3 महिनासम्म मैले राखेर हेर्छु के हुँदो रहेछ त होइन भनेर अनि मैले त्यसरी गरेर हेर्थेँ अनि त्यसपछि नबिग्रिने किनकि विदाउट केमिकल मैले बनाएको हुन्छु होइन कुनै केमिकल मैले हालेको हुँदिनँ त्यही घरमा बन्ने हाम्रो घरेसी मसलाहरू बाहेक केही हाल्दिनँ त्यसरी बनाउँदाखेरि तर मेरो 2 वर्ष ओभरसम्म पनि नबिग्रिँदो रहेछ म त छक्कै पर्छु कि त्यसमा चाहिँ आफूलाई पनि नेपालमा उद्योग गर्नको लागि वातावरण कस्तो छ त कस्तो लाग्छ अब अहिले त अलिअलि गभर्मेन्टले पनि हेरिरहेको अवस्था छ होइन अब हामी उद्यमी बन्ने बेलामा त गाह्रो थियो कम्पनी दर्ता गर्नलाई पनि झन्डै मलाई 2-3 हप्ता बढी नै लाग्यो होइन अब यसमा चाहिँ अब पहिला ताजामा राम्रै छ
तर हामीले चाहिँ दुःख कष्ट भोगेको अब आउने उद्यमीहरूलाई चाहिँ त्यस्तो नहोस्, दुःख कष्ट नहोस्, सजिलैसँग उहाँहरू बन्न सक्नुहुन्छ। किनकि अहिले त सरकारले नै अब लोनहरू पनि दिइराखेको छ होइन, बिना धितो पनि दिइराखेको छ, हामीलाई त दिँदैन थियो होइन। उहाँहरूलाई सजिलो छ अहिलेको उद्यमी बन्नलाई चाहिँ। वातावरण अब पहिलाको दार्जामा अहिले राम्रो छ। मैले चाहिँ भन्छु कि अब प्रत्येक वडामा होइन, प्रत्येक वडामा चाहिँ 2 जना 5 जनासम्म चाहिँ उद्यमी बनेको होस्। त्यसो भएपछि अब कोही पनि विदेशी पर्छ जस्तो मलाई लाग्दैन कि होइन। हजुर, मैले यही भन्न चाहेँ, धेरै यङस्टरहरू चाहिँ विदेशी राख्नु भएको छ, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ? नेपालमा अपर्च्युनिटी छ कि छैन, कस्तो खालको छ? त्यसमा चाहिँ कस्तो भने पहिलो कुरा बाउआमाले नै सोच्नु पर्यो कि मेरो छोरा अब 12 पास गर्छ, मेरो छोरी 12 पास गराउने बित्तिकै विदेश पठाउने भन्ने अहिले त के भयो, बाउआमाको लक्ष्य नै थियो। मेरो छोरालाई डक्टर बनाउँछु, इन्जिनियर बनाउँछु, पाइलट बनाउँछु होइन, अब वकिल बनाउँछु भन्ने त छैन अब सोचाइ। अब त जसको पनि पास गर्ने बित्तिकै कहिले पास हुन्छ, हुने बित्तिकै अब कता पठाइदिने, यिनीहरूलाई पठाइदिइहाल्ने भन्ने सोच राख्नु नै गलत हो बाउआमाले एकदमै। त्यसको लागि आफ्नो किनकि विदेश गएर त्यो बच्चा 12 अहिलेको बच्चाहरू त 12 पास गर्नेहरू त 18-19 वर्षकै त छ नि, होइन भने त नाबालकै छ नि त। बाउआमाकै हातमा उफ्रेर भनौँ न, उफ्रेर नाचेर डुलेर भात खाने मम्मी भात भोग लाग्यो, बा ड्याडी भोग लाग्यो भन्ने बच्चाहरूलाई अहिले विदेशी भूमिमा पठाउँदाखेरि कतिजना पाकसम्म प्याकिङ भएर आइरहेको अवस्था पनि छ नि, दुःखद घटनाहरू छ नि होइन, भइरहेको छ। त्यस्तो नहोस् भन्नको लागि चाहिँ बाउआमाले नै सोच बदलेर होइन, मेरो छोराछोरीले चाहिँ पढ्ने लक्ष्य लिएछ। कतिपय त बाउआमाकै करले गएको छ नि, छैन र छ नि। त्यस्तो नगरिकन मेरो कार्यक्रम हेरिरहनु भएको म बुवा आमाहरूलाई पहिला सुरु म भन्न चाहन्छु कि तपाईँको छोराछोरीले पहिला शिक्षा दिनुहोस् होइन। शिक्षा दिएपछि त त्यो विदेश भन्ने कुरा त भोलि उसको पढाइले नै उसलाई तानेर लान्छ नि होइन, लाने अवस्था छ त अहिले त, त्यस्तो अपर्च्युनिटीहरू पनि छ। तर केही घरमा नाची खाएको बच्चाले चाहिँ अब तपाईँले 12 पास गर्ने बित्तिकै तपाईँले विदेश पठाउँदाखेरि उसले न विदेशको भाषा जानेको हुन्छ, न विदेशको रहनसहन जानेको हुन्छ। त्यहाँ काम गरे आमासँग एकजोट लुगा धुनुलाई त म सक्दिनँ मम्मी भनेर हामीले धोइदिनु पर्ने बच्चाहरूले अब उहाँ गएर लुगा धुँदाखेरि भनौँ न लुगा धुनु परेको छ, त्यसमा चाहिँ काम गर्नु पर्यो, जे काम पनि गर्नुपर्ने अवस्था आउँछ, खाने टाइम हुँदैन। त्यस्तो अवस्थामा चाहिँ बच्चाहरू के हो अब त्यो के भन्छ, उनीहरूको मनस्थिति कस्तो बिग्रेर त अनि एकातिर बाउआमाको ऋण बोकेर आएको जान्छ। अनि त्यसपछि कतिजना मैले देखेको छु कि जापानमै, मैले पनि जापानमा पनि देखेँ, अस्ट्रेलियातिर देखेँ होइन, हाम फालेर मरेको, सुसाइड गरेकोहरू कतिजना देखेँ कि भनेपछि त्यो त पीडा त बच्चाको पीडा बाउआमाले बुझेन नि त होइन र। बाउआमालाई जसरी हुन्छ कमाइ चाहिएको छ पैसा, त्यो सोच नलिकन तपाईँको छोराछोरीमा के छ त, खुबी के छ पत्ता लगाएर सकेसम्म स्वरोजगार नै बनाउनु पर्यो। बाउआमाले त्यो गर्नु पर्यो। त्यो गरेपछि उसले यहीँ सिकिन्छ होइन। यहीँ सिकेपछि ऊ एकजनाले गर्दाखेरि बरु 5 जनाले रोजगार दिन सकिन्छ नि त होइन। बरु त्यो ऋण काटेर तपाईँले थोरै पैसामा त जाँदैन, 1 लाख 2 लाखमा त जाँदैन। कम्तीमा पनि 15 लाखदेखिको 20 लाख 25 लाखसम्म त मान्छेले खर्च गरेर अझ ऋणै गरेर गयो। त्यो ऋणले तपाईँको छोरालाई बरु व्यवसाय बनाइदिनुहोस् न होइन। कि तपाईँले पनि सुरुवात गरिदिनुहोस्, पसल खोलेर हुन्छ कि होइन, कुनै अब उसलाई लुगा सिउने फेसन डिजाइनर बन्नु मन छ कि होइन, कोही कार्पेन्टर बन्ने मन होला, त्यस्तोमा चाहिँ तपाईँले लगाउनु भयो भने सिप पनि यहीँ दिएर त्यो ऋण काटेको पैसा अथवा त्यो घर जग्गा जमिन राखेर बनाएको पैसा छ बरु यहीँ लगानी गऱ्यो भने तपाईँहरू छोराछोरीदेखि लिएर सबै हुर्किएको छोराछोरी अहिले युवावर्ग जम्मै दुःख लाग्छ मलाई। त्यसरी गरिदिनु भयो भने चाहिँ र छोराछोरीले पनि मन चाहे बदलेर म 12 पास गर्ने चाहिँ म हिँड्छु भन्ने सोच नराखिकन आफ्नै देशमा के गर्न चाहन्छु, कृषि क्षेत्रमै छ त अहिले होइन। विदेशबाट फर्केको सबै कति युवाहरू अहिले कृषि क्षेत्रमा लागेर राम्रो भइरहेको छ भने आफ्नै देशमा केही बन्छु केही गर्छु भन्ने सोच लिनु राम्रो लाग्छ मलाई। हजुर, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। जीवनलाई फर्केर हेर्दा कस्तो लाग्छ? जब तपाईँ सङ्घर्षशील हुनुहुन्थ्यो, एउटा भनिहाल्नुभयो तरकारी पकाउन समेत मलाई थिएन भनेर, हाल तपाईँ गाडी चढ्नेसम्म भइसक्नु भएको छ, काठमाडौँमा घर छ, गाडी चढ्दै हुनुहुन्छ, त्यो दिनलाई फर्केर हेर्दा चाहिँ कस्तो लाग्छ त? अनौठो लाग्छ होइन। समयले कति बेला कसरी पोल्टी फेर्यो भन्ने कुरा थाहै नहुँदो रहेछ होइन। किनकि त्यो समयसँग हामीले चल्न सक्यो भने त्यो समय बितेको पनि थाहा नहुँदो रहेछ होइन। तर दुःखलाई, हिजोको दुःखलाई बिर्सिन्न
होइन बिर्सिन्न, किनकि त्यही दुःख झेलेरै त म आज यो स्तरमा आएको हो भने अहिले मैले राखेका मेरा स्टाफहरू पनि प्रायः मैले प्राथमिकता दुखीलाई नै म प्राथमिकता दिने गरेको छु होइन। अनि त्यो दिदीबहिनीहरूको दुःख म देख्न पनि सक्दिनँ। मेरो स्टाफ मात्रै होइन कि म कसैको पनि दुःख म देख्न सक्दिनँ, मेरो मन एकदमै ऊ छ। र त्यस्तो दुःख परेकोहरूलाई मैले मेरो क्षमतालाई मैले भ्याएसम्म चाहिँ मैले सहयोग पनि गर्ने गरेको छु होइन। मेरो स्टाफमा तरुणी मात्रै छ भन्ने छैन, बुढीलाई पनि मैले राख्छु होइन। किनकि बुढाबुढीको पनि त मनस्थिति हुन्छ नि त, कसैको चाहिँ छोराछोरीले अलिकति हेलाको दृष्टि गऱ्यो भने बाउआमाको मनस्थिति बिग्रिन सक्छ। अनि कोही बुहारीहरूले हेला गर्ने प्रायः त्यस्तो पनि छ होइन। त्यस्तो मैसँग पनि परेको थियो मेरै स्टाफहरूमा। त्यस्तोहरूलाई पनि मैले काममा राखेको हुन्छु। अनि 60 वर्ष 65 वर्ष 70 वर्षकोलाई पनि मैले काममा राख्छु। काममा राख्यो भने उहाँहरूको नि मनस्थिति एकदमै फ्रेस हुन्छ होइन। हेल्थ पनि राम्रो हुन्छ। किनकि अब हात चलिरहेको हुन्छ, अब मुख घरमा भए त एक्लै धुमधुम्ने बस्दा उहाँहरूलाई झन् ग्रसित बनाउँछ भने मेरोमा आउँदाखेरि तन्दुरुस्त बनिन्छ, गफ गर्न पाइयो, खाजा खान पाइयो होइन, यताउति हिँड्न पाइयो, समय पास भएको थाहै भएन, हात खुट्टा चल्यो, इन्कम पनि भयो। अनि जस्तै तपाईले जुन बेला दुःख परेको बेलामा जो साथीभाइ इष्टमित्र नातागोताले अपहेलित त गर्नुभयो, अवश्य पनि अपहेलना गर्नुभयो। अब अहिले तपाईँ यो स्थितिमा आउँदाखेरि उहाँहरू त अवश्य नै नजिक त आउनु भएको छ नि, उहाँहरूलाई अन्तिममा के भन्न चाहनुहुन्छ? के भन्ने, अब दिनपछि रात आउँछ, रातपछि फेरि दिन आउँछ भन्ने कुरो चाहिँ बुझ्नु पर्यो होइन। हिजो मलाई हेला गर्ने मान्छेहरू आज अलि बिग्रेको पनि होला होइन। समय सधैँ एकनाश हुँदैन होइन। हिजो मलाई हेला गर्ने मलाई भनौँ न 100 रुपियाँ माग्दाखेरि नपत्याउने मान्छेहरू पनि मसँग छ होइन। तर मैले हिम्मत हारिनँ नि त होइन। मैले गरेर देखाउँछु भने मैले त्यो अठोट लिएँ नि त। आज मलाई नपत्याउने, भोलि म आफ्नै दममा म आफै गरेर देखाउँछु भन्ने मेरो आँट थियो, हिम्मत थियो र त मैले गरेर देखिरहेछ, उनीहरूले देखिरहेछ। गीत त हिजो नहुँदा नि गाउँथ्यो भने अब आज हुँदाखेरि नि गीत त गाएकै होला। तर अब नगाउनु होला, खिल्ली नउडाउनु होला मान्छेलाई होइन। अब म आज हुने खाने भनेर चाहिँ अलिकति आफूभन्दा तल्लो स्तर भनेर यो तल्लो स्तरको भनेर गिराउने बानीलाई गिराउने नगर्नु होला, किनकि छोडिदिनु होला। मानव हामी एउटा नातागोता इष्टमित्र छँदैछ, त्यो बाहेक एउटा तपाईँले केमा चाहिँ हेर्नु पऱ्यो भन्दा मानवताको नाताले हेर्नु पऱ्यो, सबै मानवताको भावना राख्नु पऱ्यो। त्यसो भयो भने तपाईँ पनि खुसी, हामी पनि खुसी, संसारै खुसी हुन्छ होइन। तर अब गीत गाउनेहरू गाउँछ भने गाउँदै गर्नुहोस्, मलाई केही पनि हुँदैन, म त्यही भन्छु। हजुर, कार्यक्रमको समय सकेको छ। कार्यक्रममा आएर आफ्नो अमूल्य समय दिएर आफ्नो जीवनका भोगाई बताइदिनु भएकोमा तपाईँप्रति हामी आभारी छौँ। यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। ल, अन्तमा हजुरलाई पनि मेगा टेलिभिजनले मलाई यहाँसम्म बोलाएर मेरो केही अब मनका व्यथा पीडाहरू दुखी पनि खुसी पनि राख्न पाउँदा साह्रै खुसी लाग्यो। र अनि यसमा तपाईँहरूलाई अब मैले भने मेरो टिमुरको छोप मुखले मात्रै भनेर भएन, तपाईँहरूलाई चखाउनलाई पनि मैले ल्याइदिएको छु, खानु होला। र मेरो छोपले चाहिँ अब कसैले खानु भएको छैन भने खानु होला। त्यही भन्दैछु मैले, मेरो छोप चाहिँ तपाईँहरू खानुभयो भने तपाईँहरूले मोनी लाग्नेछ। अब त्यो मैले नेचुरल मेरो यो हातैले बनाएको हो होइन, मेरो कुनै मेसिन युज नगरेर बनाएको हो। पछि चाहिँ गर्न सक्ला होइन। अब पछिको मेरो छोराछोरीको जेनेरेसनलाई मेसिन चलाउन सक्ला। तर मैले त अहिलेसम्म ओखलमै पिनेर गरिरहेको छ भने मोनी अवश्य लाग्ने छ। मेरो अचार खाए चाहिँ तपाईँलाई मेरो अचार बिना खानै नरुच्ने बनाउने छ, तपाईँलाई पनि दिँदैछु। र अनि मलाई हेरिरहनु हुने श्रोताहरूलाई पनि म भन्न चाहन्छु, तपाईँले खानुभएको छैन भने भाटरुटीमा पनि पाइन्छ, अथवा सेल्सबेरीहरू पनि पाइन्छ। बिग मार्ट बाहेक बाँकी सबै मार्टहरूमा पाइन्छ। र यदि पाउनु भएन भने डाइरेक्ट मलाई कन्ट्याक्ट गरेर पनि तपाईँले कन्फर्म गर्न सक्नुहुन्छ। हामी फ्री होम डेलिभरी पनि दिने गरेका छौँ। र नभए म्यामलाई खबर गरेर पनि तपाईँले माग्न सक्नुहुन्छ। धेरै धेरै धन्यवाद। आज हामीले कुरा गऱ्यौँ महिला उद्यमी व्यवसायी बसु तामाङसँग। कार्यक्रमको समय भने सकिएको छ। अर्को हप्ता फेरि अर्को अतिथिका साथ हामी आउने नै छौँ। त्यतिन्जेलसम्मको लागि म सरला सिलवाल लगायत सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। मेगा टेलिभिजन भने हेर्दै गर्नुहोला। नमस्कार।